गाइज आजको भ्लग चाहिँ अब होइन अलिकति थोरै बिग्रिनेको हुनसक्छ होइन किनकि आज उसले फर्स्ट टाइम चाहिँ आज सविताले भ्लग बनाएको थियो होइन। ठिक छ आजको भ्लग चाहिँ जस्तो भयो नि यसो अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु होला होइन। नराम्रो लाग्नु पनि यसो हेरिदिनु होला, थोरै साथ सपोर्ट दिनु होला होइन किनकि आजको फर्स्ट भ्लग आजबाट चाहिँ हाम्रो भ्लगिङ लाइफ स्टार्ट हुँदैछ होइन। सो त्यही सबैजनाले चाहिँ एउटा साथ सपोर्ट दिनु होला होइन। भ्लग चाहिँ जस्तो भए पनि यसो अन्तिमसम्म हेरेर चाहिँ हामीलाई थोरै भने सपोर्ट दिनु होला। अबबाट चाहिँ हाम्रो दुईजनाको चाहिँ एउटा डेली भ्लग आउने नै छ। हेलो नानीहरू, कस्तो छ चटपटे? मिठो छ? यहाँ सो हेलो एन्ड नमस्ते गाइज। सो सबैजना सन्चै आरामै हुनुहुन्छ होला भने म पनि एकदमै सन्चै आरामै छु होइन। सो फाइनली गाइज हामीले चाहिँ अहिले नयाँ पसलको उद्घाटन गरिसकेका छौँ होइन। आजबाट चाहिँ हामीले एउटा पसल पनि खोलेको छौँ। सो म चाहिँ अहिले उता मार्केटिङ अफिसमा पनि काम गर्दैछु र प्लस यता सविताले चाहिँ अहिले हाम्रो एउटा पसलहरू पनि चलाउँदैछ होइन। सो पसल चाहिँ आजबाट हाम्रो ओपनिङ भएको छ भने हाम्रो पसलमा चाहिँ अहिले भनेको चाहिँ एउटा तरकारीहरू र अर्को चटपटेहरू पसलहरू पनि राखिएको छ भने होइन। ठिक छ, म तपाईँहरूलाई पसल पनि देखाउनेछु, हेर्न सक्नुहुन्छ। हाम्रो पसल चाहिँ यस्तो छ होइन। हाम्रो पसलमा चाहिँ अहिले एउटा चटपटी अर्डर आइसकेको छ होइन। त्यही भएर उसले चाहिँ उस चटपटी बनाउनु लागिसकेको छ फेरि होइन। हाम्रो यो पसलको चाहिँ आज भर्खरै बिहान खोलेको पसल हो हाम्रो होइन। ठिकै चलिरहेको छ अहिले चाहिँ यसो थोरै तरकारीहरू अनि ल यता चाहिँ चटपटी बनाउनु लागिरहेको छ उसले। बनाउँदैछु चटपटे लास्टमा अन्त्यमा मलाई कस्तो हुन्छ त्यतिको लगेर टक्क यहाँ दिदीलाई दिँदैछु। टेस्ट गरेर भन्नु ल। यहाँ चाहिँ हाम्रो चटपटे खाँदै हुनुहुन्छ होइन। दिदी कस्तो भएछ चटपटे? मिठो छ? बबाल छ दिदी? ल ठिक छ, बबालै छ अरे होइन गाइज। ल अहिले साथीहरू म चाहिँ खाजासाजा खाएर बसिरहेको। अहिले चाहिँ खासै व्यापार भइरहेको छैन, नयाँ पसल छ होइन। अहिले चाहिँ खासै छैन, त्यही 3-4 प्लेट चटपटे बेचेँ, हल्काफुल्का भइरहेछ। आज फर्स्ट डे भएर होइन साथीहरू। म चाहिँ यस्तै बिचबिचको तपाईँहरूलाई भिडियोहरू चाहिँ सेयर गर्दै गर्छु। अनि पसल चाहिँ यति छ। अहिले चाहिँ प्रायः कस्टमरहरू पनि आउनुभएको छैन र अब बिस्तारै गर्दैछु होइन। आज फर्स्ट डे मैले हजुर सामु पनि पटेहरू पनि यहाँ राखेको छु गाइज होइन। अब के गर्ने, नयाँ पसल छ र त्यति धेरै मान्छे त हिँडिरहेको छैन हेर्ने गाइजहरू। अहिले त्यति मान्छे पनि छैन, घामहरू लागिरहेको छ। त्यही हो अब गाह्रो छ होइन। बिजनेस गर्नुपर्छ अब, भइहाल्छ होइन। दाजु भाइहरू चाहिँ खेल्दैछ है, गइसक्यो। म चाहिँ यता घुम्न बाहिर निस्केको नि कति दिक्क लाग्छ कि मान्छे नै आउँदैन। नयाँ भएर नै होला, खासै आज छैन कि त्यही भएर मरै चाहिँ यहाँनिर घुम्नलाई आइरहेको होइन। हामी चाहिँ यस्तो छ कि यतातिर चाहिँ यस्तो छ होइन। मेरो पसल चाहिँ हो यहाँ अगाडि, यता चाहिँ मेरो पसल चाहिँ यो हो होइन। म चाहिँ यतातिर यसो घुम्नु निस्केको यता बाहिर चाहिँ हल्का घाम पनि लागिरहेको छ होइन। यहाँनिर जस्तो मन्दिर पनि छ, यहाँनिर चाहिँ शनिबार चाहिँ धेरै मान्छे पूजाहरू गर्न आउँछ कि यहाँनिर चाहिँ। आज बिहान पनि अनि कति धेरै मान्छेहरू आएको थियो होइन। अनि यहाँनिर पनि यस्तो घन्टीहरू छ, मन्दिर पनि छ क्या, यस्तो छ है। त्यस्तो मन्दिरहरू छ अनि म चाहिँ
अहिले यस्तोमा यतातिर यसो ढुङ्गामा मौसम पनि एकदमै बिग्रिरहेको थियो आज। अहिले त घाम लागिरहेछ, अब अहिले पछि एकैछिनमा पानी पर्न पनि बेर हुँदैन। त्यही हो, अब त्यस्तै छ। अहिले त बर्खा पनि लाग्ने रहेछ नि त, त्यही भएर पनि मौसम खासै राम्रो हुँदैन कि। त्यही भएर म त यस्तो घुम्न आएको। अब अहिले पछि फेरि मान्छेहरू आउँछ नि त, जस्तै अब एकछिन पनि फुर्सद हुँदैन, मान्छेहरू आउनु थालेपछि। अनि त्यही भएर यसो अहिले खाजा खाएर चाहिँ घुम्नलाई आएको म चाहिँ बाहिर होइन। छोरीलाई पनि लिएर आएको चाहिँ एकछिन घुम्छ, फ्रेस हुन्छ। अहिले चाहिँ छुट्टी छ, एक दिदी शनिबार र आइतबार छुट्टी छ, अनि त्यही भएर ऊ पनि बसिरहेको छ। बित्तिकै पानी पनि परिहाल्यो होइन गाइस, हेर्नुहोस् न है, पुरै धुमेर आएर यस्तो पानी पर्न खोजिरहेको थियो। अहिले फेरि एकछिनमै रहेर आउन चाहिँ कपडाहरू सुकाएको थियो, कपडा टिप्न जानै पाएन। अघि त कति ठुलो एकछिनमै छोपेर आइरहेको पानी चाहिँ, तर अहिले चाहिँ फेरि त्यस्तो विधि आएन, तर आउँछ चाहिँ होला होइन। पुरै धुम्म भएर आइसकेको छ। सो गाइज होइन, अहिले चाहिँ हेर्नु भर्खरै पानी परेर चाहिँ अहिले यस्तो हुन थालिसक्यो मौसममा। यहाँ छिम्मै पानी परेको थियो र अहिले फेरि एकैछिन घाम लागिसकेको छ होइन। घाम बसेर चाहिँ त्यही हो, आज चाहिँ एउटा फर्स्ट डे भएको कारणले त्यति धेरै चलिरहेको छैन होइन। आज चाहिँ एउटा फर्स्ट डेको भ्लग, हाम्रो आज फर्स्ट डेबाट चाहिँ एउटा भ्लगिङ स्टार्ट हुँदैछ होइन। अब त्यो सबैजनाहरूले एउटा साथ सपोर्ट दिएर चाहिँ सबैजना नयाँ हुनेले चाहिँ एउटा सब्सक्राइब गरिदिएर चाहिँ हाम्रो एउटा अब युट्युब च्यानलहरूलाई चाहिँ सब्सक्राइब गरिदिनु होला। र हाम्रो यस्तै यस्तै भिडियोहरूको लागि चाहिँ अब हाम्रो डेली भ्लग आउँछ होइन। हाम्रो एक दिन भिडियो त्यस्तो केही पनि आउँदैन होइन। अब हाम्रो यसो 75 डेजको चाहिँ तपाईँहरूसँग हामीले एउटा डेली भ्लग हामी च्यालेन्ज दिन्छौँ होइन। तर तपाईँहरूले पनि के अनुसारको चाहिँ एउटा साथ सपोर्ट दिनु होला। आज यता मैले सवितालाई फर्स्ट भ्लग बनाउनु लागेको थिएँ होइन। अब उसँग त्यति धेरै एक्सपिरियन्स पनि छैन, किनकि म त पहिल्यैदेखि पनि भ्लग बनाउँथेँ होइन। सो मलाई त अलिअलि भ्लगहरूको बारेमा, कन्टेन्टहरूको बारेमा थाहा छ नि त नि होइन। त्यही भएर उसलाई चाहिँ मैले आज एउटा फर्स्ट टाइम हाम्रो पसलको ओपनिङ भएको कारणले चाहिँ देख्न सक्नुहुन्छ होइन। यही हो पसल चाहिँ होइन। अनि एउटा ओपनिङ भएको कारणले चाहिँ मैले आजको दिनबाट चाहिँ अब हाम्रो डेली भ्लग चाहिँ यता सविता युट्युब च्यानलमा गएर हेर्नु पनि सक्नुहुन्छ होइन। सविता भ्लग्स नाम चाहिँ होइन। र टिकटकमा पनि गएर फलो गर्न सक्नुहुन्छ। हाम्रो टिकटक नेम पनि छ सविता फ्यामिली भ्लग छ होइन। ल यही हो, सबैजनाले एउटा साथ सपोर्ट दिनु होला। बाँकी कुरो अहिले एकछिनै भेटेको पानी परिरहेछ यस्तो होइन। यस्तो मौसम पनि पानी एकदमै परिरहेछ। त्यही पनि नानीहरू चाहिँ यस्तो चटपटे खाना लागेको छ होइन। हेलो नानीहरू, कस्तो छ चटपटे? मिठो छ। यहाँ भर्खरै आएको नानीहरू पनि पानी परिरहेछ होइन। यस्तो सुगाइ जब म चाहिँ होइन तब खाना बनाउन गइरहेको छु। त्यसको लागि चाहिँ पहिला तास्दैछु होइन। सो आज चाहिँ एउटा छुट्टै किसिमको मैले खाना बनाएर खिलाउन लागिरहेको छु होइन। हेर्न सक्नुहुन्छ, त्यसको लागि आलुहरू तास्दैछु होइन। सविता थोरै अगाडि बस्नु किन बसेर एउटा त्यता होइन, यहाँ एउटा यहाँ बसेर चाहिँ हामी खाना खान
छौँ। फेरि आजको हाम्रो खाना चाहिँ छुट्टै किसिमको छ है। आज हामीले चाहिँ भेज बिरयानी जस्तो टाइपको बनाएर टक्क सबै एकै ठाउँमा फ्राई गरेर चाहिँ खाएको। उहाँले 3 चोटि थपेर खानु भइसक्यो मिठो लागेर होइन। अनि उहाँले पनि 2 चोटि थपेर खाइसक्नु भएको छ। अब त्यही हो गाइस, ल सो अब हामी चाहिँ अब टक्क लगाएर जान्छौँ। देख्नु सक्नुहुन्छ अब हाम्रो पसल पनि फुल बन्द। यस अन्तिम जाने बेला हामी दिदी फेरि पसलमा आयो। ल सो त्यही हामीले चाहिँ सामानहरू सबै भित्र ल्याएर थन्को सन्को गरिसकेका छौँ होइन। अब टक्क हामी चाहिँ आएर अब खानासाना खान्छौँ। अब एकैचोटि अब पसल बन्द गरेर अब एकैचोटि जाने बेला भेट होला है त। हामी पसल बन्द गरिसकेका छौँ होइन। सटर पनि भर्खरै लगाएको। आज चाहिँ हामी 2000को व्यापार गर्न चाहिँ सफल भएका छौँ होइन। अब यस्तो भिडियो चाहिँ भोलि हामी हाल्नेछौँ र सबैजनाले